नमस्ते। जति पानी खाए पनि हरहर तिर्खा लाग्ने के कारणले होला भन्नुभएको छ। अब यस सम्बन्धमा चाहिँ पहिला के कारणले गर्दाखेरि तिर्खा लागेको भन्ने कारणको खोजी गर्नु पर्यो र त्यो कारणलाई हटाउने पहिलो काम हुन्छ र यसको चाहिँ यस विषयमा म हजुरलाई यो तिर्खा लाग्ने केही कारणहरू र त्यसको चिकित्साको सम्बन्धमा प्रकाश पार्छु है त। र कारणको बारेमा कुरा गर्दाखेरि पहिला तपाईले चाहिँ कुनै पनि प्रकारको मेडिसिनहरू कुनै रोगको लागि खाइरहनु भएको छ अथवा चाहिँ कुनै प्रकारले चाहिँ केही समस्या तपाईलाई पहिलेदेखि नै थियो र त्यो कारणको त्यसको उपद्रवको रूपमा चाहिँ तिर्खाको समस्या आएको छ, पानी प्यास नलाग्ने समस्या आएको छ कि छैन त्यो कुरा बुझ्नु पर्यो। दोस्रो नम्बरमा चाहिँ यो चाहिँ उदकवह स्रोतस्को व्याधि हो अथवा रोग हो। उदकवह स्रोतसमा चाहिँ हुने व्याधि भएको हुनाले यसका कारणहरू चाहिँ जस्तो अति मात्रामा उष्ण चाहिँ सेवन गर्ने अथवा खानेकुराहरू पनि तातो तातो खानेकुराहरू धेरै खाने, तातो ठाउँमा बस्नुहुन्छ, तातो खानेकुराहरूको धेरै सेवन गर्नुहुन्छ भने त्यस्तै गरेर आमदोष विभिन्न प्रकारको चाहिँ शरीरमा टक्सिन मेटेरियल जुन आमदोषको बारेमा मैले यसभन्दा पहिला पनि भन्ने गरेको छु, यदि त्यसको छ भने त्यो कारणले गर्दा हुनसक्छ। र अर्को चाहिँ छ यदि चाहिँ जस्तो भएको कारणले यदि चाहिँ धेरै चाहिँ मानसिक रूपमा चाहिँ धेरै त्रसित हुनुहुन्छ त्यस्तो खालको केही व्याधिहरू छ भने त्यसको कारणले हुनसक्छ। त्यस्तै गरेर अर्को चाहिँ अति शुष्क आहारको सेवन भनेको चाहिँ धेरै सुक्खा खालका खानेकुराहरूको धेरै मात्रामा सेवन गर्नुहुन्छ भन्दाखेरि तिर्खाको समस्या हुनसक्छ। त्यस्तै गरेर तृष्णाले गर्दाखेरि यसले गर्दाखेरि तिर्खाको जुन समस्या भइरहेर जुन पानी पिउनुहुन्छ यसलाई चाहिँ के भनियो भन्दाखेरि तिर्खा एउटा छुट्टै खालको व्याधि अथवा छुट्टै रोग पनि हुनसक्छ। यसका विभिन्न भेराइटीहरू छन्। अब कस्तो चाहिँ समस्याले हामीले तिर्खा लागेको भन्छौँ त भन्दा सततम या पिबेतोयम नतृप्तिम अधि मगच्छति अथवा चाहिँ सामान्य रूपमा चाहिँ सामान्य अवस्थामा पनि पानी पिइरहँदाखेरि पनि तपाईँलाई चाहिँ तिर्खा शान्त हुँदैन अथवा तिर्खा लागिरहन्छ भने त्यसलाई के भन्छ तृष्णा रोग भनेर भनिन्छ, बताइन्छ। अब यसको चाहिँ कुरा गर्नुपर्दा यसका चाहिँ विभिन्न प्रकारका चिकित्साको बारेमा कुरा गरौँ। यसका विभिन्न वातदोष, पित्तदोष, कफदोष विभिन्न कारणले गर्दा हुनसक्छ र त्यसै सन्दर्भमा चाहिँ जस्तो यदि वातदोषको कारणले गर्दा भएको छ भन्ने हामीले जान्यौँ भन्दाखेरि त्यसमा चाहिँ मधुर रसयुक्त अथवा चाहिँ शीतलो खालको चाहिँ पेयहरूको प्रयोग गर्न सक्नुहुन्छ र यसमा चाहिँ जीवनीय गणको औषधिहरू हुन्छन्, विभिन्न औषधिहरू तिनीहरूको चाहिँ दुधमा पकाएर अथवा चाहिँ जसलाई छिरपाक विधिबाट चाहिँ निर्माण गरेर त्यस्तो खालको दुधको सेवन, त्यस्तो खालको घिरितको सेवन गर्दाखेरि यो समस्या कम भएर जान्छ। त्यस्तै गरेर यदि पित्तदोषसँग सम्बन्धित राख्छ भने अथवा त्यस्तो खालको तपाईँको चाहिँ खानपिनहरू छ पित्तवर्धक र त्यस्तो खालका लक्षणहरू देखिन आउँछन् भन्दाखेरि तपाईँको चाहिँ जस्तो धानको लाभाको चाहिँ सातु बनाएर त्यसमा चाहिँ मिश्रीको पानीमा चाहिँ त्यो खाने गर्नुभयो मिसाएर भने त्यसले पनि लाभ पुग्न सक्छ। त्यस्तै गरेर अर्को चाहिँ यदि योसँग चाहिँ तपाईँलाई अन्य लक्षणहरू पनि छन्, सँगै चाहिँ जस्तो अरुचि हुने छ, अन्नको पाचन राम्रोसँग नहुने समस्या छ, यस्ता खालका समस्याहरू छन् भने तिनीहरूको पनि सँगै हामीले चिकित्सा गर्नुपर्ने हुनसक्छ। त्यस्तै गरेर चाहिँ दुध र बेसार र मह यिनीहरूको चाहिँ पेस्ट बनाएर पनि तपाईँले खान सक्नुहुन्छ। तर यस्ता खालका औषधिहरू प्रयोग गर्नु अगाडि तपाईँले आफ्नो चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ। र अर्को चाहिँ तपाईँले चाहिँ यदि गाउँघरमा हुनुहुन्छ भने रातो माटो पाइन्छ, रातो माटोको डल्लो बनाउने अलिकति पानीमा भिजाएर त्यो डल्लोलाई चाहिँ आगोको भुङ्ग्रोमा हाल्ने र गिलासमा पानी लिने, त्यसलाई चाहिँ के गर्ने झान्ने, त्यसमा भन्नेको चाहिँ तताउने डल्लोलाई पानीमा झ्वाइँ पार्ने। यसरी चाहिँ झ्वाइँ पारेको त्यो जुन पानी हो त्यो पानीको सेवन गर्दाखेरि पनि तिर्खा रोग चाहिँ अथवा यस्तो खालको समस्या चाहिँ कम भएर जान्छ। धन्यवाद।